नमस्कार। उहाँ 60 वर्षको आमा विगत 10 वर्षदेखि घोडा दुखेर घोडाको समस्या भएर पीडित हुनुहुन्थ्यो। हाम्रोमा आउनुभयो। हामीले अल्ट्रासाउन्डले हेर्यौं, एक्सरेले हेर्यौं र एक्सरेले हेर्दाखेरि त्यहाँ देख्न सक्नुहुन्छ ग्रेड 4 खिएको। उहाँको एक्सरे देख्न सक्नुहुन्छ ग्रेड 4 खिएको छ। यो माथिको तिघ्रा हड्डी, तलको नल्ली हड्डी, यो दुवै हड्डी पुरै ठ्याप्पै जोडिसकेको भनेको ग्रेड 4 खिसकेको। यस्तो बेलामा उहाँलाई दुखाइ एकदम धेरै भयो। अहिले अपरेसन गराउन खोज्नु भएन, अपरेसन नै हो चोइस। तर अपरेसन गराउन नखोजेको हिसाबले अनि त्यसपछि हामीले यहाँ रेडियो फ्रिक्वेन्सी एब्लेसन नसा जलाउने काम गर्दैछौं। यी रेडियो फ्रिक्वेन्सीका निडल सुईहरू हुन्। यसले चाहिँ नसामा गएर नसामा करेन्ट लगाउँदैछ। रेडियो फ्रिक्वेन्सी मेसिन यता छ। यो रेडियो फ्रिक्वेन्सी मेसिन हो। यसले चाहिँ 90 डिग्री टेम्परेचर प्रोड्युस गर्दैछ दुवै सुईमा र त्यो दुवै सुई हामी एक्सरेमा हेरेर ठाउँमा पुगाउँछौँ। यहाँ एक्सरेमा हेर्न सक्नुहुन्छ यो बाहिरपट्टिको नसा जलाउने काम भइरहेछ। हामीले नसा लाने दुखाइ लाने नसा भएको ठाउँमा सुई पुगायौं र त्यहाँ चाहिँ 90 डिग्री सेन्टिग्रेड टेम्परेचर पुगाएर नसा जलाउने काम भइरहेछ र आशा गरौँ यो नसा जलाइसकेपछि उहाँलाई लगभग 1 वर्ष 2 वर्ष त दुखाइ कम हुनेछ भनेर।